मैले आफ्नो फलोअर्सहरूलाई यसरी रियल लाइफमा पनि भेट्न पाउँछु होला भनेर सोचेको पनि थिएन। तपाईहरुको यो माया नै मेरो लागि एउटा मोटिभेसन हो। हे गाइज, फेरि पनि स्वागत छ सबैजनाको मेरो एउटा नयाँ मिनी भ्लगमा। आई होप कि सबैजना सन्चै र एकदमै आरामै नै हुनु होला। आज चाहिँ हाम्रो 10 डे च्यालेन्जको डे 7 पनि भइसक्यो। तपाईहरुको माया र साथ सपोर्टले गर्दा नै मैले चाहिँ यो 7 दिनको भिडियो पनि बनाउन कम्प्लिट गर्न सके। मलाई आशा छ कि तपाईहरुले यो भन्दा पनि धेरै सपोर्ट र धेरै माया देखाउनु हुनेछ भनेर। त्यसैले हाम्रो भिडियोलाई जति सक्दो लाइक र जति सक्दो शेयर पनि गरिदिनु होला। आज चाहिँ बिहानै उठेर हामी दुवैजना चाहिँ गयौं दोकानतिर र घरको लागि लिएर आयौं अलिकति सामानहरु। त्यसपछि रुममा आएर हामी दुवैजना चाहिँ रेडी हुन थाल्यौं सलुन जानको लागि। बुढीले चाहिँ हामीहरुको लागि टिफिन पनि प्याक गरिन। त्यसपछि म चाहिँ फर्स्टमा गए बुढीलाई बुढीको सलुन छोड्नको लागि। बुढीको सलुनमा पुगेको त सलुन त अहिलेसम्म क्लोज नै रहेछ। मैले चाहिँ सलुन क्लोज छ ल हैन, तिम्रो लागि केही फ्रुटहरु किनेर ल्याइदिन्छु भनेर बुढीको लागि फ्रुट पनि लिएर आए। त्यसपछि बुढीलाई बुढीको सलुनमा छोडिदिएर म पनि आफ्नो सलुनमा पुगे। हिजो चाहिँ फ्राइडेको दिन भएकाले होला त्यति खासै क्लाइन्टहरु चाहिँ थिएनन् सलुनमा। एकैछिन सलुनमा बसेर हामी चाहिँ गयौं फेरि इडली खानको लागि। त्यहाँदेखि इडली खाइसकेपछि म चाहिँ सलुनमा आएर सलुनलाई क्लोज गर्न पठाए। सलुन क्लोज भइसकेपछि म चाहिँ रेडी भयो अब आफ्नो बुढी कहाँ जानको लागि। त्यतिकैमा म बुढीको सलुनमा पनि पुगेर दुवैजनाले बसेर चाहिँ अब खाना पनि खान थाल्यौं। खानामा चाहिँ आज हाम्रो थियो दही कडी र चिकन लेग पिस। बुढीको सलुनदेखि खानासाना खाएर चाहिँ म अब रेडी भयो आफ्नो सलुनतर्फ फेरि रिटर्न हुनको लागि। आफ्नो सलुनमा पुगिसकेपछि चाहिँ मैले सटरहरु पनि ओपन गर्न लगाए। आज कति दिनपछि यस्तो दिउँसोको घाममा गाडी चलाएको टाउको पनि अति नै दुखिरहेको थियो। त्यसैले एकजना स्टाफलाई भनेर हेड मसाज पनि गर्न पठाए। उले चाहिँ हेड मसाज मात्र गर्दै भनेको र साथमा मेरो हेयर पनि सेट गर्दिन थाल्यो। मलाई चाहिँ केही साथीहरुले मेसेज गर्नु भएको थियो कि हामी तपाईलाई भेट्न आउँदै छौं भनेर। त्यतिकैमा उहाँहरु पनि आइपुग्नु भयो र उहाँहरुको स्वागतका लागि मैले अलिकति भए पनि कोल्ड ड्रिङ्कहरु मगाए र हामीहरु सबैजना बसेर चाहिँ मज्जाले पियौं। त्यसपछि उहाँहरु मध्ये एकजनाले चाहिँ भिडियोहरु क्रिएट गर्नु हुने रहेछ। उहाँले चाहिँ मलाई आफ्नो पेजहरु र आफ्नो आइडीहरु देखाउन थाल्नु भयो। म चाहिँ सबैजनालाई भन्न चाहन्छु कि एकपल्ट सबैजनाले उहाँको पनि आइडीहरु भिजिट गरिदिनु होला। धेरै नै राम्रो भिडियोहरु बनाउनु हुने रहेछ। उहाँहरु आएको चाहिँ धेरै समय भइसकेको थियो, त्यसैले अब राति पनि धेरै नै परिसकेको थियो। त्यसैले उहाँहरु चाहिँ अब हामीहरु चाहिँ जानुपर्छ भनेर अब हिँड्न थाल्नु भयो। उहाँहरुसँग भेटेर चाहिँ मलाई धेरै भन्दा पनि धेरै नै खुसी लागिरहेको थियो। अब चाहिँ अँधेरो पनि धेरै नै भइसकेको थियो। त्यतिकैमा घरदेखि बुढीको मेसेज आएर बुढीले घरमा चाहिँ अलिअलि सागसब्जी सकिएको भनेर मेसेज गरेको थियो। मैले चाहिँ सागसब्जीहरु पनि मगाए। सागसब्जीको साथमा बुढीको लागि पनि केही सरप्राइजहरु मगाइदिए, जो कि के थियो भनेर अब घरमै नै देखाउने छु। त्यसपछि चाहिँ म फटाफट हिसाब किताब गर्न थालेर सलुनलाई क्लोज गर्न थाले। सलुन क्लोज गरिसकेपछि चाहिँ म चाहिँ घर पनि पुगे। घर पुगेर चाहिँ बुढीलाई मैले आँखा बन्द गर्न पठाए तिम्रो लागि सरप्राइज छ भनेर। पहिला चाहिँ मैले बुढीलाई टमाटरहरु दिएर मजाक गरे यस्तो गरे। पछि चाहिँ जो मैले बुढीको लागि एउटा पार्सल ल्याइदिएको थियो त्यो पार्सल नै मैले बुढीको हातमा दिए। त्यसको भित्र चाहिँ के थियो मलाई नै थाहा थिएन। त्यसपछि अनबक्सिङ गरेर हेर्दाखेरि भित्र चाहिँ मेकअप किट रहेछ। त्यसपछि 12 पनि बजिसकेको थियो र आज चाहिँ हाम्रो रोज डे को दिन थियो। यो चाहिँ मेरो स्कुटीको डिग्गीमै थियो अघिबाट नै। त्यसपछि मैले बुढीलाई फेरि आँखा बन्द गर्न पठाए केही तिम्रो लागि सरप्राइज छ भनेर। मैले चाहिँ त्यो गुलाबको फूल आफ्नो बुढीलाई दिए रातिको 12 बजे। यदि तपाईहरुको सानसानो एफोर्टले पनि तपाईहरुको वाइफलाई खुसी मिल्छ भनेपछि त्यो एफोर्ट गर्नलाई कहिले पनि पछि नहट्नु होला। भिडियो मन परेमा साथ सपोर्ट देखाउनु होला। हस्त भाइ, जय नेपाल।